मोटिभेसनल कुरा भनेको यस्तो कुरा हो तँलाई अगाडि बढाउनु। सबैजनालाई सर्वप्रथम त नमस्कार है। तपाईँहरूले मेरो अर्को भिडियो पनि हेर्नुभयो होला। उसमा चाहिँ मैले अर्को रुममा र अहिले म चाहिँ अर्को रुममा आएको छु। खासमा मैले के भनेपछि उस भिडियोमा मैले त्यति खासै मैले भनेको छु नि त, बिहान बिहान उठ्ने बित्तिकैको भिडियो हो, त्यसपछि मात्रै हो। अनि मलाई एकदम एकछिन गाह्रो भयो अलिकति, अहिले बारीबाट खेलेर आएको नि त, त्यही भएर। अनि त्यस भिडियोमा मैले मेरो अनि त्यो मेरो भिडियोमा चाहिँ पुरै कहानी छैन। अनि यसमा चाहिँ मैले भन्दैछु कि बिहान म 6 बजे उठ्छु। 6 बजे उठेर मेरो ठ्याक्क 6-7 बजेसम्म मेरो भोक्याब्स मिनिङहरू पढ्नुपर्छ। 6-7-8 बजेसम्म मेरो अनि अर्को यो याद गर्ने हुन्छ। 9 बजे 1 घन्टा मेरो यत्तिकै जान्छ। अनि ठ्याक्क 10 बजेदेखि म अब आफ्नो किताबहरू पढ्ने गर्छु। यता छ अनि ट्यागको यो टेबल छ। अनि त्यसपछि यिनीहरू पढ्छु। अनि अब दिनभरिमा म के गर्छु भन्दाखेरि त्यही किताब पढ्ने, यताउति गर्ने, त्यही काम हो। अनि ट्यागको मेरो अनि यहाँ वाइफाई छ। यता यो चाहिँ दादाको रुम हो, अरू होइन। अनि यो पछाडिको सबै दादाले नाटक खेलेकाहरू भिडियो हुन्, मुभी खेलेका सबै गीतहरू यता छ। अब मेरो बुक चाहिँ यता म यतै पढ्ने हो। अनि मैले चाहिँ यो बुक पढ्नुपर्ने हुन्छ कि, त्यही भएर मैले मेरो उसमा काम छैन। मैले पुरा भिडियो बनाउनुको कुनै मतलब छैन होइन। एउटा यो जस्ट केटाहरूको लागि मोटिभेसन भिडियो हो, अरू केही होइन यसमा। कसैले पनि के नसम्झिनु होला कि यसले यो भिडियो बनायो यो वायात होइन। मैले एउटा पढ्ने विद्यार्थीको लागि मात्रै यो भिडियो बनाउँदै हो क्या। कोही तपाईँ पढ्ने विद्यार्थी हुनुहुन्छ भने बनाउनु होला, सङ्घर्ष गर्नुहोस्, मिहिनेत गर्नुहोस् होइन। यो मोटिभेसन जस्तै भिडियो हो, अर्को लागि छैन। अब तपाईँको सोचमा के आउँछ, धेरै पढेर के बनिन्छ भन्ने होइन। धेरै पढेर के नभने पनि सबै बनिन्छ, बुझ्नुभयो नि। जस्तो पढेर हात्ती ठुलो भएको हो भन्ने एउटा हाम्रो गाउँघरतिर कहानी छ, त्यस्तो होइन। पढ्नुपर्छ, मिहिनेत गर्नुपर्छ, सङ्घर्ष आउँछ, न त सङ्घर्ष पाउँदैन। अनि न त अब हुन्छ नि, सङ्घर्ष भनेको तपाईँको माथि लेभलसम्म हुन्छ, धेरै ठुलो हुन्छ होइन। त्यहाँसम्म गर्ने हो कि। मैले मेरो यो होइन भ्लग बनाउनुको मेन कारण, मेन रिजन भनेकै यो भनेको आजको दिनभन्दा भोलिको दिन बेटर होस् भन्ने हो। किनकि यो स्टार्ट गरेको मैले लगभग आज 8-9-10 दिन भयो। 10 दिनमा मैले किनभने मेरो पुरै बानी चेन्ज भइसकेको छ। एक त मैले बिहान 6 बजे उठ्ने, त्यसपछि बुकहरू पढ्ने, अनि लेखकहरूको बुकहरू पनि पढेर आउँछु कि म। यस्तो हुन्छ कि, त्यही भएर बानी चेन्ज गर्ने हो, अरू केही होइन। म कुनै बडी बिल्डर बनौँला, केही बनौँला, लेखक बन्छु मैले वाया, के होइन। बस हिजो भएको दिनभन्दा आजको दिन बेटर होस्, आजको दिनभन्दा भोलिको झन् बेटर होस् भन्ने मेरो धारणा, अरू केही होइन। तपाईँलाई कस्तो लाग्छ मेरो भिडियो, सब्सक्राइब गरिदिनु होला सबैजना। अब मेरो यो हरेक दिन मेरो यस्तै भ्लगहरू आउनेछ कि, घरमा म के गर्छु, कसरी अगाडि जाने भन्ने कुराहरू मात्रै गर्छु, अरू के होइन। मन पऱ्यो लाइक सब्सक्राइब गरिदिनु होला है, अरू के होइन। हवस् भाइ। अनि अब अर्को दिन चाहिँ म ट्यागको मेरो पुरै देखाउँछु है।